सो सबैजनालाई नमस्ते। सो साथमा हामीसँग छ हाम्रो रोज सर, जो रोज मोक्तान तपाईँहरूले चिन्नुहुन्छ, जो तपाईँलाई थाहा छ मैले हर एक पर्फर्म गर्दाखेरि मेरो नेपाली एउटा गीत हुन्छ हमेसा एज अलवेज फेभरेट हेलम्बुको बजारमा। तपाईँहरूले धेरैजनाले सुनेको पनि छ र म आफैलाई यति खुसी लाग्दैछ कि मैले जब मलाई याद छ मैले 2006बाट सरको गीत सुनेको हो अनि कहिले सोचेको थिइनँ कि सरसँग मतलब यस्तो गरी मतलब अचानक भेट हुन्छ भनेर। सो मतलब एकछिन त म एकदम मतलब के भनौँ सर आउँदैछ भन्दा मतलब सरप्राइज पनि भयो प्लस सक पनि भयो। म जाउँ नजाउँ मतलब म बहुत कन्फ्युजन थिएँ कि म आउँ न आउँ। त तपाईँहरूलाई थाहै छ कि म यहाँ के गर्छु भनेर होइन, काम हार्डवर्क हुन्छ मेरो अनि मलाई टाइम पनि थिएन तर पनि सर भन्ने एउटा किनकि भेट्नु थियो अनि त्यही लागि सरसँग आज भेट्यो। त सरलाई म एउटा दुइटा अब सवाल सोध्नु चाहन्छु, जस्तो कि सर तपाईँ यहाँ आउनुभयो होइन, त सरलाई कस्तो लाग्यो तपाईँलाई यहाँ आएर? एकदमै राम्रो लाग्यो, मलाई अत्यन्तै खुसी लाग्यो यो जग्गामा यसरी म अघि अनफर्मलमा नै हामी भने भगवान्को एउटा आशीर्वाद हो यो जग्गामा यसरी पाइला टेकिन्छ र साथसाथै आफ्नो गीत सङ्गीतहरू प्रस्तुत गर्न पाउँछु भन्ने मनमा सोचेको थिएन, तर यो ठाउँमा आउन पाएँ अत्यन्तै खुसी लाग्यो। र एउटा भनौँ न भूभागको हिसाबले चाहिँ नेपाल र यो अरुणाञ्चल चाहिँ एकदमै सिमिलर रहेछ। यहाँको रहन सहन उस्तै राम्रो रहेछ, खानपिनहरू जस्तै सेम नेपालको जस्तै रहेछ। र दोस्रो कुरा अब यो ठाउँमा भनौँ न विभिन्न जातिको बसोबास गर्ने रहेछ, त्यो माथि पनि हामी नेपालदेखि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी यति धेरैजना आउनुभएको रहेछ र यो ठाउँमा आएर अब हाम्रो गीत सङ्गीतहरूलाई सुनिदिनु भएकोमा, माया गरिदिनु भएकोमा तपाईँको ब्लग मार्फतबाट पनि एकदम हार्दिक धन्यवाद व्यक्त गर्दछु। र हिजोको प्रोग्राममा तमाम हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू यसरी त्यहाँ भेट्ने मौका पाएँ। यहाँको माझमा हाम्रो गीत सङ्गीतको साक्षात्कार गर्न पाउँदाखेरि अत्यन्तै हर्षित छु। यहाँहरूप्रति जहिले पनि हार्दिक धन्यवाद व्यक्त गर्छु। थ्याङ्क यू भेरी मच। आज तपाईँको हल हुनेछ बम्बिलामा, हजुर, एन्ड टुमोरो तपाईँहरू जानुहुन्छ तावाङ। हजुर। सो सबैजनालाई म पनि यो रिक्वेस्ट गर्छु कि भोलि मर्निङमा तपाईँहरू जानुहुन्छ होला? मर्निङ। ओके सर, भोलि मर्निङमा निक्लिन्छ बम्बिलाबाट तावाङसम्म। सो तपाईँहरू कोही पनि तावाङबाट, कोही पनि मिन्स धेरैजना छ तावाङबाट हेर्ने, र सबैजनाले त्यहाँमा सरसँग मिटअप गर्नु चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू सर, थ्याङ्क यू भेरी मच।